हेर कमला, वो रामेले तँसँग बदला लियो। त्यही सिन्दुर नारीको शक्ति हो। श्रीमान जिउँदो हुँदा हुँदै गलामा लगाएको पोतेर सिन्दुर खोलेर फाल भन्ने तिमीको हौ। दर्शक बिन यति बेला भने बुहारी सिरियलमा दुर्गा आमाको षड्यन्त्र निकै नै अगाडि पुगिसकेको छ। दुर्गा आमाले भने षड्यन्त्र गरेर रामलाई पागल बनाउन खोजिरहेको थिए भने यति बेला दर्शक बिन रामले गाउँ छोडेर गइसकेका छन्। अब दर्शक बिन दुर्गा आमाले चाहिँ रामलाई मार्नको लागि केटाहरूलाई फोन गरेको दृश्य देखिएको छ। दुर्गा आमाले पक्कै पनि विक्की र विशाललाई नै फोन गरेको हुनुपर्छ। दुर्गा आमाले चाहिँ विक्की र विशाललाई करोडौं पैसा खर्च गरेर जेलबाट निकालेको थिइन् भने अहिले दर्शक बिन दुर्गा आमाले विक्की र विशाललाई फोन गरेको छिन्। अहिले भने रामलाई मार्नु पर्छ भनेर दुर्गा आमाले चाल खेलिरहेको छिन्। दर्शक बिन दुर्गा आमाको भने षड्यन्त्र जसरी भए पनि रामले थाहा पाउनै पर्छ। यति बेला भने मालतीले चाहिँ उता केटाहरूलाई पैसा दिएर कमला र मुनासँग हामीले बिहे गर्दैछौ भन्नु भनेर लगाएको छिन् भने दर्शक बिन यति बेला कमला र मुनालाई भने केही पनि पत्तो छैन। दुर्गा आमाले चाहिँ यता रामलाई बर्बाद बनाउन खोजिरहेको छिन् भने दुर्गा आमाले राम कमला मुना तीनैजनालाई छुट्याइसकेको छिन्। अब दर्शक बिन दुर्गा आमाको पर्दाफास रामले कहिले गर्लान् त? दुर्गा आमाको पर्दाफास रामले गर्नै पर्छ भन्ने मलाई लाग्छ। दुर्गा आमा र मालतीले लगाएको केटाहरूले पागल भनेपछि यति बेला राम रिसाएका छन् र तिनीहरूलाई लखटेका छन्। दर्शक बिन मुनालाई र त्यो केटालाई रामले लखटिसकेपछि भने अहिले दर्शक बिन राम भने गाउँ छोडेर गइसकेका छन्। दर्शक बिन अब राम गाउँमै बसे भने मलाई झनै कमलाको याद आउँछ, म झनै पागल हुन्छु भनेर यति बेला चाहिँ रामले गाउँ छोडेर गएका हुन्। रामले गाउँ छोडेर गइसकेपछि भने दुर्गा आमाले चाहिँ दर्शक बिन उता केटाहरूलाई फोन गरिसकेको छिन्। केटाहरूलाई फोन गरेर राम यहाँबाट गइसक्यो भनेर भनेको छिन् भने दुर्गा आमाले दर्शक बिन रामलाई मार्ने प्लान बनाइरहेको छिन्। अब दर्शक बिन रामलाई मार्न आउने सबैलाई रामले ठिक पारेर दुर्गा आमाको पर्दाफास गर्नुपर्छ भन्ने मलाई लाग्छ। दुर्गा आमाको रामले पर्दाफास गरिसकेपछि भने राम कमला मुना पहिलेको जस्तै मिल्नुपर्छ, एक हुनुपर्छ। हस्त दर्शक बिन आजको लागि यति नै। हजुरहरूलाई बुहारी सिरियल मन पर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला।